हेलो एभ्रिवान, वेलकम ब्याक आवर युट्युब च्यानल। हामी चाहिँ अहिले तपाईहरुले थम्बनेलमा देखेर त थाहा पाइसक्नु भयो होला, त्यही नि गेस गर्नु हैन। यो ठाउँ देखेपछि त थाहा हुन्छ होला प्रायलाई। हामी अझ माथि आइपुग्छौँ, तलतिरको भिडियो बनाएन के। यस्तो चिसो भएर अहिले हामी आगो तापिरहेछौँ हैन, चट्ट घाम पनि चट्ट आइरहा। अनि हामी चाहिँ अब नजिकै छ भनौँ, धेरै टाढा हैन। अनि जाडो चाहिँ ओभर जाडो के। हामी राति 2 बजे नै आएको, अहिले चाहिँ 6 साढे 6 भयो होला। लास्ट जाडो भएर आगो तापेको, दुई ठाउँ तापेको, यहाँ पनि तापेको, उता बाटोमा पनि तापेको हामीले उता। अनि यस्तो जाडोमा हात खुट्टा यस्तो कामिरहेको थियो अघि, अहिले चाहिँ आगो तापेपछि घामले अलिकति तातो बनायो। भोक पनि लागिरहेको थियो, अब चाहिँ फेरि हराउनु थाल्यो। यहाँ सम्धि यता छ। अनि यस्तो जाडो अनि हामी चाहिँ कालिम्पोङ आएको। मेरो चाहिँ फर्स्ट टाइम नै हो, सम्धि चाहिँ पहिला सानै हुँदा आएको। अब गर्नुपर्छ पूजा, चट्ट लाएर गएर हैन, हेर्दै जाउँ। जाडोले यस्तो बोल्नै नसक्ने जस्तो भइरहेको क्या। घामले गर्दा मजा आएर छ, आगोले गर्दा नि यता नि उता नि बवाल दिइरह। अनि अब जाउँ, यो स्टार्टै बन्द हो क्या। हेर्नु न कस्तो बवाल छ, जङ्गलहरू नै। Look at the view guys, look at the view. बाटो चाहिँ फेरि यस्तै रहेछ हैन, अफरोड पनि छ। आधी बाटो राम्रो छ, आधी बाटो चाहिँ अफरोड रहेछ भनौँ न हैन। त्यो माथि हेर्नु न, यस्तो नाङ्गो नाङ्गो आधी आधी भएको बाटो लाएर on the way our destination. पुरा यो त सिकेको रहेछ, सिकेको खरहरू पनि जाने यहाँबाट मात्र माथि भिडियो बनाउनु जाने छोडिन मैले पूजा गरौँ है। अनि फर्केर आएपछि फेरि अहिले त घाम लाग्यो, त्यो भएर यस्तो अलिक ठिकै छ। आगो ताप्यो कि तर चिसो चाहिँ छ फेरि छन त। बाटो पनि त्यस्तै छ कि अफरोड रहेछ, मासतिर चाहिँ पुरीको छेउतिर चाहिँ पहिलो किरणले मलाई यति आनन्द दिएको छ। बाटोको चाहिँ हालत रहेछ हेर्नु न, पुरा आइस आइस नै भनौँ न होइन, चित्या। अझै यत्रो घाम लागिसक्यो, अझै त्यो भएन क्या। यस्तो उकालो रहेछ भनेर हिँड्नु पऱ्यो अलिअलि, त्यस्तै छ प्रब्लम होइन। एकछिन हिँडेको स्याहार फ्याफे हुँदैछ र आमा सिधेन न सित्तै क्या। ओर्सोड यस्तै हो, फुटेर साइकै बनाइसक्यो। हामी अझै पनि पुगेको छैन, कुरी भिलेज त पुगेको छैन। पुगेपछि हेर त्यो रोडेर गयो फेरि दिस इज द भ्यू। फेरि गाडी आएछ है, साइको बारमा यस्तो धुलो खानुपर्छ यस्तो।
धुलो त हामीले उताबाट आउँदै कम त अब टिप्परले हामी 2 बजी हिँडेको अहिले 7 बजिसक्यो पुगेको छैन अझै नि गाउँमा तल रहेछ जरीगढको भ्यू टावर भने मान्छेलाई नहो क्या हुन्छ कि हामी चाहिँ इन्ट्रीमा आइपुगे रेड पान्डा जटो लगाएर गेट माथि रहेछ होइन पूजा गर्न जान्छ सिप पनि त्यस्तै छ सिन ओभर छ क्या यता चाहिँ मलाई त्यहाँबाट माथि तल त्यहाँबाट माथि त्यो माथि तलसम्म मैले देखेको यो ओभर हुन्छ है त्यसलाई अन्त के गर्नु यस्तै छ सिट देख्न पाइयो त्यो नि केही छैन लागेको जाडो त ओभर रहेछ हामी चाहिँ अहिले कतिको हाइट बनाएर केबल काँदी रहेछ तर हामी चाहिँ केबल कार नचढ्ने हामी भिडियो जाने भन्ने सोच्छ अनि वी आर इन कुरी भिलेज कस्तो मोटो हो हामी चाहिँ चटो लाएर अहिले कुरी भिलेजमा आइपुग्यो नेपालको स्विजरल्यान्ड के भन्थ्यो यो बढ्दो त कम त बिजो हुँदैछ नि यहाँनिर चढ्नै गाह्रो हुन्छ बाइक गाडीहरू सिधै सेतै छ बसन्ती खाजा गरेर हाम्रो अब डेस्टिनेसनै भनौँ यहाँदेखि अब माथि त हिँडेर जाने हुनु सक्ने होइन हिमालय छरङ्गै कुरा चाहिँ हामी माथि गएर देखाउने नै छौँ तपाईँहरूलाई फाइनली होइन तर जाडोले चाहिँ फेरि के भनेर आएको छ कुरी भिलेजको भ्यू हेर्नुहोस् उता चाहिँ कुरी भिलेज अनि यो चाहिँ त्यसलाई के भन्छौँ त्यसलाई केबल कार है केबल कार स्टेसन त्यो चाहिँ हामी चाहिँ केबल कार नचढ्ने होइन अनि हामी चाहिँ बाटो हिँड्दा सम्धि के बोल त कालिम्पोङ भगवती माता कि जय यताबाट जाने यताबाट अब चाहिँ बोल्नु यस्तै भयो त हामी चाहिँ अब उकालो चढ्दैछौँ रनिङ त गर्छ अनि यहाँ यस्तो झोला अनि जानु माथि यार माथि अरू नि हिँड्दै गएर कहाँ पुग्यो त्यहाँ अनि चटो लाएर जानुपर्ने हुन्छ होइन घाममा चाहिँ यस्तो बवाल देख्छ ताता त भएर है रनिङ गरौँ के हामी चाहिँ नि हिँड्दा नि यस्तो क्या स्यासारा फ्याफे भयो भनेको मतलब हाइटमा आयो नि त हामी अलिकति तलबाट अनि त्यसपछि पुरा सास फेर्ने गाह्रो भइरह है
अनि बोल्न नि त्यहाँको देखिरहेको मलाई जस्तो देखा त्यसबाट माथि गएर भनौँला किन माया गरी मान्छेहरू कस्तो मजाले गएको 600 रुपियाँ तिरेर 600 रुपियाँ कमान तर हामी त्यस्तो होइन नि त हामी त हिँड्ने हो अनि ओहो हामी मात्रै हिँड्छ होला भने त अरू पनि हिँड्नु हुँदो रहेछ यत्रो कहाँ पो देखा थियो Oh, this is the Kuri village of view from this place. त्यो पाहाड भित्र सबै मेरो जग्गा हो केटा तिमीहरूले राज गर्न सक्छौ अख्खा माल नै पाउँछु त्यहाँ ऊ सम्झि त्यो परिचय त के हो झर्ना हो क्या ऊ पर क्या ऊ त पर भने ऊ झर्ना जस्तो बगिरहेको त्यहाँ जस्तो क्षेत्रमा त्यो बारी रचनाले के थियो त्यस्तो के भन्थ्यो हेर्नु नि यहाँ पुरा फुलेको सम्झि फुलेकै छैन रहेछ हावा अब भर्खर चाहिँ यस्तो चिचिला भएछ नि हाम्रो गाउँतिर त फुलिसक्यो होला यता चाहिँ बढी यो पाहाडलाई पनि हेर्दो चिम होइन यहाँ चाहिँ बढी चाहिँ यो के भन्छ गुराँसको हाम्रो यो सामरिङको मर्का खाँच्छु रोड हो डेड रोड कि के हो भन्थ्यो है इङ्ग्लिसबाट चाहिँ त्यसको फुल रहेछ नागबाट सिँगान चुइरहेको थियो अघि झन् बाइकमा आउँदा नागबाट सिँगान हेलमेटको छेउमा पुगेर देख्ने सर्ट तान्ने क्या अनि साइकको ठिकै छ अब आइहालियो होइन हामी चाहिँ यहाँ बिहोसै हुने अवस्थामा पुगिसक्यो यहाँ सेरेफा भएर यहाँ चाहिँ हाई एल्टिट्युड भएर होला लास्टै गाह्रो भयो भने अझै आधीभन्दा बढी त बाटो बाँकी नै छ हेर्नु नि त्यहाँ के बनाएको त्यस्तो हामी यहाँले बनाउनु पर्छ अनि चट्ला भएर हामी यहाँ आइपुगेछ अनि जानुपर्छ फेरि गाह्रो बनायो हिँड्दै गएको छौँ माथि पुगेर भेट्नुपर्छ अब सिधै हामीले चाहिँ चटुलार यहाँ हिउँ त के भन्नु होइन आइस चाहिँ जमेर रहेछ यहाँ अनि आइस देखाइसकेका छौँ कम्तीले एकमा हामी चाहिँ फाइनली आइपुगिसक्यौँ अब यहीँ माथि हो हेर्नु न वाट ब्युटिफुल भ्यू लभली भ्यू है यो चाहिँ भ्यू पोइन्ट यतापट्टि यस्तो छ अनि यतापट्टि हाम्रो पूजा गर्ने ठाउँ ओए घाम लाग्यो सम्धि घाम लाग्यो अब जानुपर्ने हुन्छ है त्यहाँ माथि जानुपर्ने हो सम्धि हामी चाहिँ नि अब हामी चाहिँ गेटमा इन्ट्री हानिसक्यो फाइनली होइन घाम पनि बबा लागेको छ माथि आएर नि ल इन्ट्री ढोकेर ओए हिमालमा सम्धि हिउँ छैन त ऊ हिमालमा हिउँ छैन रहेछ ल लुक एट द भ्यू इन्जोय दिस भ्यू यहाँदेखि चटलाएर कुरी भिलेज बबाल देखाएको है सम्धि यार हिँड्न छिटो यार साइको बनाइसक्यो यहाँ
यत्रो हिँडे है बजारे हेर्नु हिमालमा हिउँदै छैन क्या फाइनली अराइभ इन कालिम्पोङ भगवती माता तँलाई गरम लाग्दो रहेछ यार भगवती हामीले त्यहाँ अलिअलि पूजा गरियो होइन भयो क्या भयो भयो ढुक 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 ढोग्नुपर्छ है ढोग्नुपर्छ सबैलाई तपाईँहरू चाहिँ यहीँबाट दर्शन गरिदिनु होला होइन जे जस्तो भयो नि यो पारिको बोर्ड घन्टीमा लाग्छ सम्झीको फ्याट्टै बोल्न नसक्ने भयो यार यहाँ चाहिँ नरिवल फोर्नुपर्छ मलाई हामी चाहिँ पूजा पनि गरियो होइन लास्टै मनको शान्ति पुरा होस् अनि सबै आफ्नो मनको कामनाहरू हामीले मागिसकेछौँ अनि तपाईँहरू पनि फेरि चिन्ता नलिने होला तपाईँहरूको लागि नि केही न केही चाहिँ मागेको छु मैले होइन सर्ट लाएर अब हामी अब फोटोसुट हानेर अनि फर्किनु पर्ने हुन्छ अहिले 10 बजिसक्यो है फेरि मान्छेहरू टन्नै हुनुहुन्छ जय कालिम्पोङ भगवती माता सबैको रक्षा गरून् होइन नेपालमा के भइरहेको छ त्यो कसैलाई थाहा छैन अब चटो लाएर फोटोसुट हान्नुपर्ने छ अनि चटोएर जानुपर्छ त्यो चाहिँ मेन मन्दिर भनौँ न पूजा गर्ने ठाउँ अरू पनि छ भ्यू हिमालको चटो लाएर हामी यता चाहिँ अब फोटोसुट हानेर भेट्नुपर्छ है चटो लाएर ल फोटोसुट हान्नु मतलब त्यो पूजाले हामी चाहिँ पूजा गरेर सकेर अब फर्किनुलाई अब फेरि अघिकै बाटो त्यही बाटो हिँड्नुपर्छ चट्टो लाएर है अब त केही छैन अब त खाना पनि पाइन्छ नि त अघि पो अलिकति भोक थियो चट्टो लाएर अझ हर रे ठिक छ यार अब फेरि ओह्रालो अघि उकालो भन्दा अब ओह्रालो ठिकै हुन्छ तर जस्तो लाग्यो मलाई हामी चाहिँ अहिले ठ्याक्कै अहिले आइपुग्यो तल होइन स्टेसन भइहाल्यो खुट्टा चाहिँ लास्टै दुखिरहेको उकालो भन्दा ओह्रालो हिँड्नु झन् लास्ट गाह्रो हुने रहेछ अनि हामीले पनि टिरिक्क टल्कायो है ठिक छ अहिले त मान्छेहरू टन्नै रहेछ अनि जे होस् रमाइलो भयो मजा आयो
अनि पूजा गर्न पाइयो। खासमा मैले यसरी पूजा गरेको नि सायद मेरो त्यस्तो फर्स्ट टाइम नै हो, त्यस्तो केही नि होइन। चट लाएर अब होइन नलाने हामीले ल्याएको छौँ, हामीसँग छ। यार खुट्टा कस्तो दुखिरहेको सम्धी बाइक खोइ। अब हामी जानुपर्ने हुन्छ तलतिर अनि खाजासाजा खानुपर्छ। त्यसपछि त्यहाँ उयो माथि जानु नि नजाने ल न उस शौचालय अब शौचालयमा मूत्र विसर्जन गरेर जानुपर्छ। ल हेर्ने हो तपाईँ हेर्ने देखाइदिउँ। अब के भने सम्झि बाई कालिम्चोक होइन त चटोला राम सबै यहीँ भएको मन्दिरहरू होइन त। होटल एम्ब्रेसिया अबली तरिकाले अब फर्किनु पर्ने हुन्छ हामी चाहिँ। के बोल्ने भयो यार। दुई क्रस गर्छ होला अहिले अफ सिजनमा त अफसम्म जग्गा पुग्छ यार। अनि यस्तो भोक पनि लागिरहेछ अनि खाजासाज खाएर जानुपर्छ अनि उता गएर भात खानुपर्छ। हाम्रो प्लान त्यो छ। चटोला त्यस्तो नपरिदिउँ। हामी चाहिँ अब के पुरी भिलेज चटोला इन्ट्री हाल्दैछौँ। माला पर्दैन धेरै तपाईँले बाँड्नुपर्ने है। हामी चाहिँ अहिले चरीकोट आइपुग्न लाग्यो होइन पर्खेको। अनि चट्टो लगाएर चरीकोट आइपुग्न लाग्यो। अनि हामी आज सायद घरतिर पुगिन्न होला जस्तो छ। अनि चरीकोटतिर यसो खानासाना खाएर उता मन्थली गरेर बस्छु। ढिला भइसक्यो नि त लास्ट ज्यानले लास्ट दुःख पाइसकेको छ। अनि हामी सुतेको पनि छैन नि त धेरै। हिजो त कति हामी 1:30मै उठेको त्यस्तै 1 बजीतिर यसो निदाउन लाग्थ्यो कि। अनि त्यसपछि त फेरि बिउजेर त अनि हिँडेको हामी जाडो थियो त्यस्तै हो। अनि आज अहिले हेर्दै जाउँ के हुन्छ। आजको भिडियो लास्टै लामो हुनेवालामा छ। ब्युटिफुल भिलेज चटोला लाली गुराँस अजम्बरी चम्पा चमेली अझ चटोला आयो। हेर्दै जाउँ चरीकोट गएर के हुन्छ। भात चाहिँ खानुपर्छ ल्याम्ले मान्नुपर्छ। अनि म त आएकै छु मुला अगाउनु त मैले अगाएको माया लाग्छ मलाई आउन मेरै छेउ। अघि माथि त जाडो भएको थियो क्या। अनि अहिले त अलिक तल आयो नि त। अनि अहिले चाहिँ अलिअलि ठिकै त्यस्तो गर्मी चाहिँ भएन बाइकमा हिँडेर चिसिलो ठिकै शीतल भयो भनौँ न। त्यस्तो धेरै जाडो नि भएन ठिकै छ। चटोला आएर पिच चाहिँ ओभर क्या आम्मा भिलेज भने यो पो त पिच चट्ट। अब कुनै ठाउँमा भेट्नुपर्छ हामी ल डोन्ट माइन्ड। यसो लाइक सेयर नगरी सब्सक्राइब चाहिँ गर्नै पऱ्यो है फेरि। हेर्न त हेर्दैन कसैले नि मेरो यति लामो भिडियो। यही क्लिप कसैले नि हेर्दैन होला नो प्रब्लम। कस्तो मजाको बाटो बनाएको क्या। फाइनली आइपुगेको लाग्यो तर अलिकति बाटो
बोर्ड पनि रहेछ पुरानो एउटा मात्रै त्यहाँ बिचमा चट्ट लाएर कता हो र बाटो सिधै हो अनि अब त्यस्तै हो अब कहीँ बिचा बिचामा भेट्नुपर्छ मलाई अल्छी लागेको छ निन्द्रा लागिरह है बोल्न पनि आजको भिडियो त्यो पनि लास्ट लामो भइरह